स्टुडेन्ट, वेलकम ब्याक टु माई च्यानल। आजको यो भिडियो क्लासेसमा हामीहरूले मेरो क्लासरुमले डिजाइन गरेको पोसिबल क्वेसन फर 2082 बाट चाहिँ क्वेसनहरू डिस्कस गर्नेछौँ। साथै कसरी एन्सर लेख्ने र कसरी एन्सर राम्रो लेख्यो भने चाहिँ राम्रो नम्बर आउँछ भन्ने विषयमा पनि आजको यो भिडियो क्लासेसमा हामीले डिस्कस गर्नेछौँ। साथै हाम्रो टाइम म्यानेजमेन्टको कुरा पनि हामी गर्नेछौँ। कसरी टाइम म्यानेजमेन्ट गरेर चाहिँ हामीले चाहिँ एकाउन्टको क्वेसनहरू सल्भ गर्न सकिन्छ ताकि राम्रो नम्बर हामीले एचिभ गर्न सकौँ। त्यसको लागि चाहिँ मसँग एउटा क्वेसन छ, मोडल क्वेसन, जुन हामीले यो डिजाइन गरेका छौँ 82 कै लागि भनेर। यही क्वेसनबाट नै म सबै कुरा क्लियरिफाई गर्नेछु है त। यो मेरो क्लासरुम पोसिबल क्वेसन 2082 हाम्रो 12 क्लासको प्रिन्सिपल अफ एकाउन्टिङ सब्जेक्ट। फुल मार्क्स हाम्रो 75 मार्क्सको क्वेसन आउँछ, जसमा हाम्रो पास मार्क्स भनेको चाहिँ 27 हुन्छ। यसमा ग्रुप हाम्रो 3टा हुन्छ, ग्रुप ए, ग्रुप बी र ग्रुप सी। ग्रुप ए मा चाहिँ एकदमै भेरी सर्ट क्वेसन हुन्छ 1 मार्क्सको। यस्तै यसमा 11वटा क्वेसन आउँछ। 11वटा क्वेसनमा चाहिँ एउटा गरेको 1 मार्क्स गरेर टोटल गरेर 11 मार्क्स आउने भयो। यस्तै गरी हाम्रो चाहिँ अर्को हुन्छ ग्रुप बी। ग्रुप बीमा चाहिँ यस्तो हुन्छ, ग्रुप बीमा चाहिँ हाम्रो 8वटा क्वेसन आउँछ। त्यो भित्र पनि फेरि टुक्रा क्वेसनहरू पनि आउँछ र एउटा गरेको 5 नम्बर, टोटल गरेर हाम्रो 40 नम्बर हुन्छ यसमा चाहिँ है। यो चाहिँ सर्ट एन्सर क्वेसनमा चाहिँ यस्तो हुन्छ। यस्तै गरी अब अर्को छ ग्रुप सी हाम्रो हैन। ग्रुप सीमा चाहिँ के छ भन्दाखेरि चाहिँ यो ग्रुप सी भनेको लङ क्वेसन हो। यसरी चाहिँ ग्रुप सी हुन्छ। यो 3टा क्वेसन आउँछ र 8 एउटा गरेको 8 नम्बर हुन्छ, टोटल गरेर 24 मार्क्सको हुन्छ। यो ग्रुप सीमा चाहिँ हुन्छ। अब म यो कसरी एन्सर लेख्ने त हैन, क्वेसनको अब जस्तो एकाउन्टलाई हामीले कसरी लेख्यो भने चाहिँ राम्रो नम्बर ल्याउन सकिन्छ भन्ने विषयमा चाहिँ डिस्कस गर्नेछु। र यो क्वेसन तपाईहरुलाई चाहिन्छ भने कमेन्ट बक्समा मैले एउटा चाहिँ हाम्रो अफिसियल फेसबुक पेजको लिंक राखिदिएको छु। त्यो लिंकमा क्लिक गरेर हाम्रो अफिसियल फेसबुक पेजलाई लाइक र फलो पनि गर्नु होला। र त्यसैमा छ यो क्वेसन र त्यसैमा गएर चाहिँ यो क्वेसन हेर्न सक्नुहुन्छ, यो क्वेसन प्र्याक्टिस गर्न सक्नुहुन्छ। साथै यसको प्लेलिस्ट मैले यसको लगभग सबै भिडियो पनि बनाइसकेको छु, युट्युबमा अपलोड गरिसकेको पनि छु। त्यसको प्लेलिस्ट पनि म यही माथिपट्टि राखिदिने छु। त्यो क्लिक गरेर यसको प्लेलिस्ट पनि हेर्न सक्नुहुन्छ। अब है त, जस्तै यो ग्रुप ए भनेको त भेरी सर्ट एन्सर क्वेसन हो। यो त 1 नम्बर मात्र, एउटा गरेको 1 नम्बर हो र यसमा प्राय थ्योरी आउँछ है। अब यसलाई कसरी एन्सर लेख्ने त, यो 11वटा क्वेसनलाई कसरी एन्सर लेख्ने भन्ने विषयमा म बुझाउँछु है। यति यो टोटल 11वटा गर्नको लागि हामीसँग टोटल टाइम भनेको जम्मा 26 मिनेटको समय छुट्याइदिएको हुन्छ। 26 मिनेट है, 26 मिनेटभन्दा बढी समय हुँदैन। यति यो 11वटा क्वेसन सल्भ गर्न हामीसँग कति मिनेट हुन्छ? 26 मिनेट। यो 26 मिनेट भित्रमा हामीले यो 11वटा क्वेसन एनी हाउ सल्भ गरेर भ्याउनु पर्ने हुन्छ है त। त्यसको लागि चाहिँ हामी के गर्छौँ, सकेसम्म यो सर्ट क्वेसनहरूलाई चाहिँ हामीले 26 मिनेट भन्दा पनि सकेसम्म त्यो 26 मिनेट भन्दा नै अगाडि नै भ्याउने कोसिस गर्छौँ, ताकि हामीले अरू सर्ट क्वेसनहरू, लङ क्वेसनहरू गर्नको लागि टाइम चाहिँ धेरै टाइम दिन सकियोस् हैन। त्यसको लागि चाहिँ यो सकेसम्म 15 मिनेट हैन, सकेसम्म पोसिबल हुन्छ भने त 12 मिनेटमै भ्याउनु पर्यो। र यसको लागि चाहिँ यहाँनिर धेरै एन्सर लेख्न पर्दैन। जस्तो व्हाट इज प्राइभेट कम्पनी भनेर यहाँ क्वेसन सोधेको छ हैन। प्राइभेट कम्पनी भनेको के हो भनेर सोधेको छ। अब प्राइभेट कम्पनी भनेको यस्तो कम्पनी हो जहाँ मान्छेहरू, ग्रुपहरू मिलेर खोलिएको एउटा अर्गनाइजेसन हो, जसमा चाहिँ एटलिस्ट 1 मेम्बर हुनु पर्यो र बढीमा 101 मेम्बर चाहिँ यस्तो कम्पनीमा हुन्छ भनेर चाहिँ त्यति डेफिनेसन लेखे हुन्छ। यसको लागि चाहिँ प्राइभेट कम्पनीको धेरै फेरि डिस्क्राइब गर्नु पर्दैन। जस्तो यो व्हाट इज प्राइभेट कम्पनी भनेर सोध्यो भने सटिक 2 लाइनमा यसको एन्सर दिए हुन्छ। 2 लाइनभन्दा बढी लेख्नै पर्दैन है। त्यो धेरै डिस्क्राइब गरेर यसमा नम्बर धेरै आउने होइन, किनकि यो 1 मार्क्समा मात्र हो सोधेको। तेरो 1 मार्क्समा सोधेकोलाई धेरै डिस्क्राइब गरेर 3-4 पाना भन्दा पनि 5-6 लाइन 6-7 लाइन लेख्न पर्दैन। यसको लागि मात्र 2 लाइनमा यसको सटिक एन्सर, टु दी पोइन्ट एन्सर दिएपछि 1 मा 1 मार्क्स नै आउँछ है। अनि अर्को अब यसरी नै यी सर्ट क्वेसनहरू, थ्योरिटिकल क्वेसनले एन्सर दिनुपर्ने हुन्छ। यहाँ राइट द मिनिङ अफ शेयर क्यापिटल भनेको छ, लिस्ट एनी 2 आइटम अफ करेन्ट एसेट भनेको छ। अब 2टा करेन्ट एसेट्सको नाम लेख भनेको छ। अब 2टा करेन्ट एसेट्सको नाम चाहिँ क्यास लेखिदेऊ, एउटा ब्याङ्क लेखिदेऊ, अथवा क्यास लेखिदेऊ एउटा चाहिँ डेप्टर्स लेखिदेऊ
हैन, दुईटाको ट्याकल नाम मात्र लेखिदिए हुन्छ, त्यसलाई डिस्क्राइब गर्न पर्दैन यसमा चाहिँ। राइट द फुल फर्म अफ एनएफआरएस भने नि, अब एनएफआरएसको फुल फर्म लेखिदेऊ, नेपाल फाइनेन्सियल रिपोर्टिङ स्ट्यान्डर्ड भनेर लेखिदेऊ। यति लेखिदिएपछि ठ्याक्कै 1 नम्बर आउँछ। यसलाई डिस्क्राइब गरेर लामो बनाउनु पर्दैन यस्तो सर्ट क्वेसनलाई। अब यहाँनिर यो सबै थ्योरिटिकल त्यसरी गर र 9, 10, 11 मा चाहिँ हाम्रो चाहिँ अलिकति न्युमेरिकल टाइपको पनि आउँछ यो सर्ट क्वेसनमा, जसमा चाहिँ यहाँ एडजस्टमेन्ट इन्ट्रीहरू प्रपोज डिभिडेन्डको बनाऊ भनेको छ। यो प्रपोज डिभिडेन्डको एडजस्टमेन्ट इन्ट्रीहरू यहाँनिर बनाएर छोडिदेऊ होइन। अब यो कसरी बनाउने के बनाउने भन्नको लागि त हाम्रो मैले यही भिडियोको माथिपट्टि चाहिँ एउटा कार्ड राखिदिएको छु, जसमा क्लिक गरेर तपाईँहरूले यहाँ योसँग कसरी बनाउने कसरी सल्भ गर्ने त सबै त्यहाँ हाम्रो भिडियोहरू हेर्नु भने क्लियरिफाई हुन्छ। म यो पोसिबल क्वेसनको सबै सल्भ गरिसकेर हालिदिइसकेको पनि छु, त्यहाँ हेर्न सक्नुहुन्छ। र यस्तै गरी क्वेसन नम्बर यो चाहिँ अब वर्कसिटबाट सोधेको यो क्वेसन एडजस्टमेन्ट इन्ट्री। क्वेसन नम्बर 10 चाहिँ हामीलाई चाहिँ यो क्यास फ्लोबाट सोध्छ सर्ट क्वेसन एउटा, जसमा चाहिँ इन्डाइरेक्ट मेथडबाट सोधेको छ। यो पनि हामीले हालेका छौँ, युट्युबमा भिडियो हेर्न सक्नुहुन्छ। यस्तै गरी क्वेसन नम्बर 11 मा चाहिँ यहाँनिर स्टक लेभलबाट सोधेको रहेछ, कहिलेकाहीँ यहाँ इओक्यूबाट पनि सोध्न सक्छ, त्यो कुरामा हामीले ख्याल गर्नु पर्यो। अब हाम्रो यो त हामीले बुझिसक्यौँ कि एनी हाउ 26 मिनटभित्रमा यो भेरी सर्ट क्वेसन भ्याउनु पर्यो। पोसिबल भएसम्म हामीले यसलाई 15 मिनटभित्रमै भ्याउँछौँ। एकदम सटिक एन्सर लेख्छौँ, टु दी पोइन्ट एन्सर लेख्छौँ, धेरै डिस्क्राइब गर्दैनौँ, मात्र क्वेसनले जे खोजेको त्यही एन्सर लेख्छौँ, 2 लाइनमै सकिदिन्छौँ यसको एन्सर है त। ल यसरी सल्भ गर्ने यो चाहिँ। अब ग्रुप बी, अब ग्रुप बीमा चाहिँ हाम्रो के हुन्छ, टोटल 8वटा क्वेसन आउँछ र एउटा गरेको 5 नम्बर हुन्छ। 8वटा क्वेसनभित्र पनि फेरि टुक्रा टुक्रा क्वेसन 2 देखि 2 नम्बर 3 नम्बर 2 नम्बर 3 नम्बर खालको आउँछ। अब यस्तोलाई हामीले कसरी सल्भ गर्ने त भन्दाखेरि, जस्तो यो क्वेसन नम्बर 12 मा चाहिँ हामीलाई चाहिँ सेयरबाट सोधेको हुन्छ कि अगाडिको सेयर एप्लिकेसन एलोटमेन्ट फर्स्ट एन्ड फाइनल सेयर फर्फिचर रिइस्यु ट्रान्सफर हो, यतिबाट चाहिँ हामीलाई आउन सक्छ एउटा 5 मार्क्समा क्वेसन। अब यसलाई चाहिँ कसरी सल्भ गर्ने के गर्ने भन्ने विषयमा चाहिँ मैले भिडियो हालेको छु, त्यो भिडियोहरू पनि तपाईँले मेरो युट्युब च्यानलमा गएर हेर्न सक्नुहुन्छ है त। र यो यसको एन्सरमा पनि धेरै डिस्क्राइब गर्नु पर्दैन, धेरै वर्किङ नोटहरू पनि देखाउनु पर्दैन है। यो किनभने भेरी सर्ट क्वेसन 5 नम्बरको लागि मात्र सोधेको, यसलाई वर्किङ नोट बनाएर लामो गरेर त्यो सल्भ गरेर हाम्रो टाइम वेस्ट गर्नु पर्दैन। पोसिबल भएसम्म यसलाई चाहिँ यो 5 नम्बरको लागि वर्किङ नोटै आवश्यक छैन, यसको एन्सर लेख्ने हो हामीले, एकदम टु दी पोइन्ट एन्सर लेख्ने हो। त्यो भएपछि यसलाई त्यो वर्किङ नोटहरू आवश्यक छैन, हाम्रो टाइम मात्र वेस्ट हुन्छ। अब अर्को छ 13 को आई। यो 13 को आईमा चाहिँ इस्यु अफ सेयर अदर देन क्यास भन्ने च्याप्टरबाट हामीलाई क्वेसन आउँछ होइन। यो पनि कसरी सल्भ गर्ने के गर्ने मैले युट्युबमा अपलोड गरेको छु भिडियो। यो 13 को आईमा यो इस्यु अफ सेयर अदर देन क्यासबाट चाहिँ 2 मार्क्समा एउटा क्वेसन आउँछ, यो सोधेको छ। यस्तै गरी चाहिँ यहाँनिर दिएको छ होइन। अब 13 को डबल आइआई, 13 को डबल आइआईमा चाहिँ डिबेन्चरबाट सोध्छ, डिबेन्चरबाट 3 मार्क्समा हामीलाई क्वेसन सोध्छ र यसलाई पनि हामीले एन्सर गर्न सक्छौँ। कसरी गर्ने के गर्ने मैले युट्युबमा भिडियो हालेको छु, त्यहाँ गएर हेर्नु होला है त। र यसलाई धेरै यसको नि वर्किङ नोटहरू बनाउनु पर्दैन, एन्सर टु दी लेख्दाखेरि हुन्छ। कसरी सल्भ गर्ने त मैले अपलोड गरेकै छु भिडियो। यस्तै गरी क्वेसन नम्बर 14, क्वेसन नम्बर 14 मा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ क्वेसन नम्बर 14 मा चाहिँ हामीलाई फाइनल एकाउन्टबाट क्वेसन सोध्छ र फाइनल एकाउन्टबाट हाम्रो 4वटा फाइनल एकाउन्टमा 4वटा पढ्न पर्ने हुन्छ, ट्रेडिङ एकाउन्ट, प्रॉफिट एन्ड लस एकाउन्ट, प्रॉफिट एन्ड लस एप्रोप्रिएसन, ब्यालेन्स सिट। र यो 4वटा स्टेटमेन्ट मध्येबाट 2टा मात्र आउँछ, जुनसुकै आउन पनि सक्छ र यो 5 नम्बरमा आउँछ। जस्तो यो क्वेसनमा क्वेसन नम्बर 14 मा प्रॉफिट एन्ड लस एकाउन्ट र प्रॉफिट एन्ड लस एप्रोप्रिएसन एकाउन्ट बनाऊ भनेको छ है त। अब यो बनाएको भिडियो त मैले युट्युबमा हालेको छु, त्यहाँ गएर हेर्नु होला। तर यसलाई चाहिँ सल्भ गर्दाखेरि के हुन्छ भन्दाखेरि चाहिँ 4वटा नै जान्न पर्यो, ट्रेडिङ नि जान्न पर्यो, प्रॉफिट एन्ड लस नि जान्न पर्यो, एप्रोप्रिएसन नि जान्न पर्यो, ब्यालेन्स सिट पनि जान्न पर्यो। 4वटा मध्ये 2टा आउने हो है त। अब यस्तै गरी क्वेसन नम्बर 15, क्वेसन नम्बर 15 मा त वर्कसिट आउँछ। वर्कसिट पनि 10 कोलुम र 12 कोलुम हुन्छ होइन। प्रपोज डिभिडेन्ड र यो प्रॉफिट एन्ड लस एकाउन्ट आएन भने त्यो 10 कोलुम हो, तर त्यो 2टै आयो भने चाहिँ त्यो 12 कोलुम हो। अब यहाँ त हामीलाई चाहिँ सिधै यो 10 कोलुम हो, किनकि यहाँ प्रॉफिट एन्ड लस पनि छैन, प्रपोज डिभिडेन्ड पनि एडिसनमा छैन भनेपछि चाहिँ यो चाहिँ कति हो, 10 कोलुम हो। र यसको लागि चाहिँ फर्मेट लान पाइन्छ हामीले इक्जाममा, हामीले किनेर लाने हो, आफै लानुपर्छ फेरि फर्मेट है। त्यहाँ इक्जाम हलमा चाहिँ दिँदैन, वर्कसिटको फर्मेट आफै किनेर लानुपर्ने हुन्छ। सकेसम्म तिमीहरूले चाहिँ फर्मेट लाने बेलामा चाहिँ 2-3टा लएर जाऊ, ताकि एउटा गर्दाखेरि बिग्रियो मिस्टेक भयो भने पनि अर्को फर्मेटमा हामीले गर्न सकियोस्। 2-3टा फर्मेट लएर जाऊ त्यसरी है। वर्कसिटको त्यो भयो। अब क्वेसन नम्बर 16, क्वेसन नम्बर 16बाट चाहिँ हामीलाई चाहिँ यो कस्ट एकाउन्टिङबाट एउटा 5 मार्क्समा थ्योरिटिकल क्वेसन सोध्छ। जस्तो यहाँ सोधेको छ राइट द मिनिङ अफ कस्ट एकाउन्टिङ, एक्सप्लेन द 3 अब्जेक्टिभ अफ कस्ट एकाउन्टिङ भनेको छ। मैले यो एकाउन्टको थ्योरीको भिडियो पनि हालेको छु र एकाउन्टको थ्योरी
मैले चाहिँ मेरो फेसबुक यो हाम्रो अफिसियल फेसबुक पेजमा चाहिँ अपलोड सबै हालिदिन्छु हैन। एकाउन्टको आवश्यक पर्ने थ्योरीहरू हैन, इङ्ग्लिस मिडियममा पनि हालिदिन्छु, नेपाली मिडियममा पनि हालिदिन्छु। तपाईँले चाहिँ हाम्रो पेज लाइक र फलो चाहिँ गर्न पर्यो, जसको लागि चाहिँ यही भिडियोको मुनिपट्टि कमेन्ट बक्समा मैले एउटा त्यो लिङ्क राखिदिएको हुन्छु, त्यहाँ क्लिक गरेर जानु होला है। क्वेसन नम्बर 16 मा चाहिँ कस्ट एकाउन्टिङबाट थ्योरी सोध्छ। अब यस्तै गरी अरू हामीले क्वेसन डिस्कस गर्ने क्रममा जस्तो क्वेसन नम्बर 17 मा हामी आयौँ। 17 को आईमा चाहिँ के गर्छ भन्दाखेरि चाहिँ यो एकाउन्टिङ फर मेटेरियल एन्ड मेटेरियल कन्ट्रोल भन्ने एउटा च्याप्टर छ, त्यसबाट थ्योरिटिकल 2 मार्क्समा सोधिदिन्छ है। यो 2 मार्क्समा यहाँ सोधेको छ, व्हाट डु यु मिन बाई मेटेरियल कन्ट्रोल भनेको छ। यो थ्योरी पनि मैले युट्युबमा अपलोड गरिसकेको छु र थ्योरीको लागि चाहिँ कम्प्लिट थ्योरीको लागि चाहिँ हाम्रो पेजलाई तपाईँले लाइक गर्नु पर्यो। अब डबल आइआईमा हेर्नु, द फलोइङ स्टोर ट्रान्जेक्सन आर गिभन फर जुलाई भनेर भनेको छ है। यो चाहिँ एकाउन्टिङ फर मेटेरियल एन्ड कन्ट्रोल, जसमा चाहिँ स्टोर लेजर अथवा कस्ट अफ गुड्स सोल्ड अथवा कस्ट अफ इन्डिङ इन्भेन्ट्री, पिरियोडिक र पर्पेचुअल इन्भेन्ट्री सिस्टमबाट एउटा क्वेसन आउँछ। पिरियोडिकबाट नि आउन सक्छ, पर्पेचुअलबाट पनि आउन सक्छ, तर नयाँ स्टुडेन्टलाई चाहिँ प्रायः पिरियोडिकबाट आउन थालेको छ आजभोलि क्वेसन। पर्पेचुअलबाट आयो भने चाहिँ त्यही स्टोर लेजर बनाउनु पर्ने हुन्छ, जसको भिडियोहरू मैले युट्युबमा अपलोड गरेको छु, त्यहाँ गएर हेर्नु होला। अब 18 को आईमा चाहिँ एकाउन्टिङ फर लेबरबाट क्वेसन सोध्छ। यो एकाउन्टिङ फर लेबरबाट दुईवटा सिस्टमबाट हामीले वेजेस पेमेन्ट गरिन्छ, एउटा पिस रेट अर्को आवरली रेट सिस्टमबाट हैन। त्यो दुईटैको भिडियोहरू मैले युट्युबमा सबै हालेको छु, त्यहाँ गएर हेर्न सक्नुहुन्छ कसरी वेजेस क्याल्कुलेट गर्ने हैन भन्ने विषयमा चाहिँ। अनि 18 को डबल आइआईमा चाहिँ कस्ट रिकन्सिलिएसन स्टेटमेन्टबाट सोध्छ। यसमा कस्ट एकाउन्ट र फाइनेन्सियल एकाउन्ट हुन्छ, कुन आइटमलाई एड गर्ने कुन आइटमलाई लेस गर्ने भनेर बुझ्यौँ भने यो हिसाब सजिलैसँग मिल्छ, खासै गाह्रो हुँदैन। यसको पनि भिडियोहरू सबै हालेको छु, हेर्नु होला। क्वेसन नम्बर 19, क्वेसन नम्बर 19 मा चाहिँ हामीले एउटा थ्योरिटिकल 5 मार्क्समा एउटा क्वेसन सोध्छ। यो कम्प्युटराइज एकाउन्टिङ सिस्टम र एकाउन्टिङ सफ्टवेयर, यो दुईटा च्याप्टरहरूमध्ये एउटा च्याप्टरबाट मात्र 5 मार्क्समा एउटा थ्योरिटिकल क्वेसन आउँछ र यसको थ्योरी पनि मैले युट्युबमा पनि अपलोड गरेको छु। र थ्योरीको कम्प्लिट थ्योरी चाहिन्छ 20, किनकि हामीलाई थ्योरी चाहिँ के हुन्छ 20 मार्क्समा आउँछ र त्यो 20 मार्क्सकै थ्योरी चाहिन्छ भने चाहिँ तपाईँले चाहिँ हाम्रो यो पेजलाई चाहिँ लाइक गर्नु होला है। पेजमा सबै छ। क्वेसन नम्बर 19 को त्यो भयो है त। ल अब यसरी चाहिँ यो भयो। अब हामी ग्रुप बी, अनि ग्रुप बीमा चाहिँ यो कति टाइम एलोकेट गर्ने, हामीले यो ग्रुप बी भयो नि त हैन। ग्रुप एलाई त मैले भनिसकेँ, यो ग्रुप ए त 26 मिनटमा भ्याउनै पर्ने हुन्छ, तर ग्रुप बी चाहिँ कति मिनटमा भ्याउने त भन्दाखेरि चाहिँ ग्रुप बी भनेको चाहिँ हाम्रो कति हुन्छ भन्दाखेरि चाहिँ यहाँ 40 के अरे नम्बरको हुन्छ हैन। भनेपछि यो चाहिँ कम्तीमा पनि हामीले 1.5 घन्टाभित्रमा है, 1.5 घन्टाभित्रमा हामीले भ्याउनु पर्ने हुन्छ। 1.5 घन्टाभित्रमा हामीले के गर्नुपर्ने हुन्छ, 1 घन्टा 30 मिनटमा 1 घन्टा 30 मिनटमा चाहिँ सरदर 1 घन्टा 30 मिनटमा चाहिँ हामीले यो ग्रुप बी भ्याउनै पर्ने हुन्छ। ग्रुपमा भएको 8 वटा क्वेसन हामीले अनिवार्य भ्याउनु पर्ने हुन्छ। अब यो ग्रुप सी है त, ग्रुप सी भनेको त लङ क्वेसन हो, यसमा 3 वटा क्वेसन आउँछ र 3 वटा एउटा गरेको 8 नम्बर। अब यसलाई चाहिँ कति टाइममा भ्याउने भन्ने कुरा यहाँनिर छ है। यसलाई चाहिँ हामीले सरदर कति मिनटमा भ्याउनु पर्ने हुन्छ भन्दाखेरि चाहिँ ल सरदर 1 घन्टामा भनौँ न, यसलाई चाहिँ सरदर 1 घन्टा अथवा 57 मिनट भनेको 57-58 मिनट भनेको तैपनि यसलाई 1 घन्टामा हामीले एनी हाउ भ्याउनु पर्ने हुन्छ है। यो 3टा क्वेसन हामीले 1 घन्टाको मात्र समय हुन्छ। यो 3टा क्वेसन लङ क्वेसन गर्नको लागि हामीले 1 घन्टामा भ्याउनै पर्ने हुन्छ, जसमा हामीले क्वेसन नम्बर 20 मा हामीलाई आउँछ मल्टी स्टेप इन्कम स्टेटमेन्ट अर एनएफआरएस। यो अरमा आउँछ है। कहिले मल्टी स्टेप कहिले यो हामीले जुन जाने हो त्यही गर्ने हो। मल्टी स्टेप जाने हो मल्टी स्टेप गर्न पर्यो, मल्टी स्टेप इन्कम स्टेटमेन्ट होइन। एनएफआरएस जाने हो भने एनएफआरएसबाट बनाउनु पर्यो, स्टेटमेन्ट अफ प्रॉफिट एन्ड लस। र स्टेटमेन्ट अफ फाइनेन्सियल पोजिसन पनि त्यही हो हैन। एनएफआरएसबाट जाने हो भने एनएफआरएस, त मल्टी स्टेप जाने हो भने मल्टी स्टेप गर्न पर्यो, होइन एनएफआरएस जाने हो भने एनएफआरएस गर्न पर्यो, जुन जाने हो त्यही गर्ने हो। यो चाहिँ भयो। र अब हाम्रो यो यो भयो सुरुको फाइनेन्सियल स्टेटमेन्टबाट एउटा क्वेसन आउँछ। क्वेसन नम्बर 21 मा चाहिँ हाम्रो क्यास फ्लो स्टेटमेन्टबाट क्वेसन आउँछ। क्यास फ्लो स्टेटमेन्टबाट पनि लङ क्वेसन आउँछ। यसमा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ क्यास फ्लोमा दुईटा मेथड हुन्छ, एउटा डाइरेक्ट अर्को इनडाइरेक्ट। डाइरेक्ट मेथड आउन पनि सक्छ, इनडाइरेक्ट मेथड पनि आउन सक्छ, तर रेगुलर स्टुडेन्टलाई चाहिँ अहिलेसम्म डाइरेक्ट मेथडै आयो। तर जति पनि सप्लिमेन्ट्री अथवा ग्रेड इम्प्रुभमेन्ट इक्जाम दिने स्टुडेन्टलाई चाहिँ दुईचोटि
इन्डाइरेक्ट मेथडबाट पनि लङ क्वेसन आएको छ। त्यही भएर चाहिँ यो क्यास फ्लो स्टेटमेन्टको डाइरेक्ट इन्डाइरेक्ट दुईटै मेथडको हिसाबहरू जान्नको लागि हाम्रै युट्युब च्यानलमा सबै भिडियोहरू हालेको छु मैले, त्यहाँ गएर हेर्न सक्नुहुन्छ। र क्यास फ्लोको चाहिँ हाम्रो क्वेसनहरू चाहिँ यो हामीले मोडल क्वेसन चाहिँ यसरी डिजाइन गरेका थियौँ। साथै क्वेसन नम्बर 22 मा चाहिँ हाम्रो कस्ट सिट र टेन्डर सिटबाट यहाँ क्वेसन सोधेको छ। कस्ट सिटबाट मात्र पनि सोध्न सक्छ है, टेन्डर सिट नसोधेर। तर टेन्डर सिट सोध्यो भने त कस्ट सिट सोध्छ नै हैन। यो 8 नम्बरमा हुन्छ। हामीलाई चाहिँ यसरी क्वेसन आउन सक्छ। लङ क्वेसन 1 घन्टाभित्रमा भ्याउन पर्यो। ल यसरी चाहिँ हाम्रो चाहिँ यो क्वेसनको फर्म्याट छ र मैले एकचोटि एकचोटि डिस्क्राइब गरिदिन्छु। टोटल हाम्रो चाहिँ के छ भन्दाखेरि चाहिँ एकाउन्टमा चाहिँ टोटल भनेको कति हुन्छ भन्दाखेरि चाहिँ 75 मार्क्सको फुल मार्क्स हुन्छ हैन। 27 ल्याउनै पर्ने हुन्छ पास हुनको लागि, जसमा चाहिँ हाम्रो चाहिँ यो ग्रुप ए बी सी हुन्छ। ग्रुप एमा चाहिँ भेरी सर्ट क्वेसन आउँछ, ग्रुप बीमा चाहिँ सर्ट क्वेसन आउँछ र ग्रुप सीमा चाहिँ लङ क्वेसन आउँछ। र यसमा एकाउन्टमा टोटल 75 मार्क्स मध्ये 20 नम्बरको थ्योरी आउँछ भने 55 नम्बरको न्युमेरिकल क्वेसनहरू आउँछ हिसाब गर्ने खालको। र यसलाई चाहिँ हामीले चाहिँ एन्सर लेख्ने बेलामा टु दी पोइन्ट जे सोधेछ त्यही एन्सर लेख्न पर्ने हुन्छ। धेरै डिस्क्राइब गरेर लम्बीचुड लेख्दैमा नम्बर आउने चाहिँ हुँदैन एकाउन्टमा है। त्यो अनुसार हामीले गर्नुपर्ने हुन्छ। र टाइम हाम्रो 3 घन्टा हो। 3 घन्टामा चाहिँ हामीले यो ग्रुप ए को यो जुन भेरी सर्ट क्वेसनलाई चाहिँ 26 मिनटमा भ्याउनुपर्ने हुन्छ। र यो ग्रुप बी को छ नि यो जति पनि 8 वटा क्वेसन, यसलाई चाहिँ हामीले चाहिँ 1.5 घन्टा भ्याउनु पर्ने हुन्छ। र यस्तै गरी हाम्रो यो ग्रुप सी को जुन लङ क्वेसन छ नि, यो लङ क्वेसनलाई चाहिँ हामीले 1 घन्टाभित्रमा एनी हाउ भ्याउनु पर्ने हुन्छ। ल यसरी आजको यो क्लासमा चाहिँ मैले चाहिँ टाइम म्यानेजमेन्टदेखि लिएर कसरी एन्सरलाई चाहिँ क्वेसन दिने भन्ने विषयमा चाहिँ डिस्कस गरेँ। आउँदा भिडियोहरूमा मैले यसरी नै अरू कुराहरूको बारेमा अपडेट गराइराख्नेछु। आजको लागि यति नै। हस्त, धन्यवाद।